Hello, namaste sabaijanalai. My name is Shweta, and today I'm going to talk to you regarding my country Nepal. I'm Nepali and very proud Nepali. So नेपालको बारेमा केही कुरा गर्नुभन्दा अगाडि I am letting you know what is the meaning of नेपाल. नेपालको अर्थ बुझ्नको लागि सबसे पहिले तपाईले नेपाललाई दुई भागमा सन्धि विच्छेद गर्नुपर्छ. एउटा भयो ने, अर्को भयो पाल. नेको अर्थ के? नेको अर्थ पवित्र प्लस ऋषिसँग रिलेट गर्छ अनि पाल भनेको पालना गर्ने सुरक्षा गर्ने. तो यसका अर्थ हो ऋषि मुनिले संरक्षित गरेका देशलाई नेपाल भन्छ. जसरी कि हाम्रो हिन्दू धर्मको मान्यता अनुसार पहिलाको जमानादेखि नि जति पनि पर्वत श्रृङ्खलाहरू छन्, हिमालय रेन्ज, त्यसमा ऋषि मुनिहरूले तप गर्नुहुन्छ, यज्ञ गर्नुहुन्छ. त्यसले एउटा पवित्र औरा बन्छ. त्यो औराको भित्र हाम्रो देश नेपाल सुरक्षित छ. त्यही भएर नेपाल पनि एउटा पवित्र भूमिस्थल हो अनि नेपालको सुरक्षा गर्ने ऋषिहरू हुन्. त्यही भएर दिस इज कल्ड नेपाल.